पहिला म यहाँ प्रोग्रामको नाम लेख्छु WAP भनेको राइट ए प्रोग्राम बुझ्नुपर्छ राइट ए प्रोग्राम टु चेक ए नम्बर NUMBR number is even or ल हाम्रो प्रोग्राम चाहिँ आज यो रहेको छ राइट ए प्रोग्राम टु चेक ए नम्बर इज इभन अर अड अब यसको लागि प्रोग्राम चाहिँ लेख्नुभन्दा अगाडि हामीले बेसिक कुराहरू बुझ्नुपर्छ इभन नम्बर भनेको जस्तै इभन नम्बरको इक्जाम्पल लिनु पर्यो भने इभन नम्बर भनेको कस्तो नम्बर खालको इभन नम्बर भनेको जस्तै तपाईको 2 भयो हैन 2 भयो त्यसपछि 4 भयो फेरि अर्को 6 भयो अर्को 10 नै मानौं यो नम्बरहरु भनेको के हो इभन नम्बर हो है त्यसैगरी अब अड नम्बर बुझ्नु पर्यो भने अड नम्बर भनेको कस्तो नम्बर हो भने अड नम्बरलाई तपाईले कसरी लेख्न सक्नुहुन्छ भने 1 भयो त्यसैगरी 3 भयो त्यसैगरी 5 भयो त्यसैगरी 15 भयो भनेपछि अब यो नम्बरहरुको लजिक चाहिँ के रहेको छ भने इभन नम्बरलाई तपाईले 2 ले डिभाइड गर्दा इभन नम्बरलाई तपाईले 2 ले डिभाइड गर्नुभयो भने के हुन्छ रिमाइन्डर चाहिँ के हुन्छ 0 आउँछ मानौ एउटा नम्बर हामीले 10 लिएको छ 10 लाई चाहिँ 2 ले डिभाइड गर्दा कति हुन्छ कोशेन्ट आउँछ हाम्रो 5 किनभने 2 5 जा 10 अनि रिमाइन्डर चाहिँ कति हुन्छ 0 आउँछ त्यसैगरी मानौ 15 यो एउटा नम्बर अनि 15 लाई चाहिँ हामीले 2 ले डिभाइड गर्यो भने कति हुन्छ 15 डिभाइड बाइ 2 इक्वल्स टु कति हुन्छ 7 2 जा 14 हुन्छ अनि कोशेन्ट चाहिँ कति आयो 7 आयो अनि रिमाइन्डर चाहिँ कति आयो 1 आयो हो यति चाहिँ बुझ्नु पर्छ यो इभन भन्ने नम्बरहरु बुझ्नु पर्छ त्यसपछि अड बुझ्नु पर्छ यो त अभियसली तपाईलाई थाहा होला अब यो बुझिसकेपछि हामीले एउटा के भन्छ एउटा अपरेटर बुझ्नु पर्छ मोडुलस अपरेटर भन्छ मोडुलस अपरेटरको सिम्बल यहाँ देखाइदिन्छु तपाईहरुलाई यसलाई के भन्छ मोडुलस अपरेटर भन्छ है यसलाई के भन्छ मोडुलस अपरेटर भन्छ है यसले के काम गर्छ भने यसले रिमाइन्डर दिन्छ मोडुलस अपरेटरले हामीले मानौ 10 लाई यो मोडुलस अपरेटरले डिभाइड गर्यो भने यसले के दिन्छ रिमाइन्डर दिन्छ ल मानौ एउटा एक्जाम्पल लेख्यौं त जस्तै 5 मोडुलस अपरेटर 2 लेख्यो भने यसले के दिन्छ 5 लाई 2 ले डिभाइड गर्दा कति हुन्छ 2 2 जा 4 कोशेन्ट आयो हाम्रो 2 रिमाइन्डर के आउँछ रिमाइन्डर 1 आउँछ है त्यही भएर यसले के दिन्छ रिमाइन्डर यसले 1 दिन्छ मानौ फेरि अहिले यो 5 को ठाउँमा अहिले हामी कति लेख्यौं सपोज 10 लेख्यो भने यसले फेरि 10 डिभाइडेड 2 कति हुन्छ 5 हुन्छ 5 2 जा 10 कोशेन्ट आउँछ 5 अनि हाम्रो रिमाइन्डर कति आउँछ रिमाइन्डर आउँछ 0 भनेपछि यो मोडुलस अपरेटरले के दिन्छ रिमाइन्डर दिन्छ यति तीनटा कुरा चाहिँ तपाईहरुले बुझ्नु पर्छ यो प्रोग्राम सिक्नको लागि पहिलो इभन नम्बर भनेको के हो अड नम्बर भनेको के हो त्यसपछि अर्को कुरा चाहिँ के बुझ्नु पर्छ भने अनि सरी पहिलो कुरा भनेको तपाईले इभन नम्बर बुझ्नु पर्छ दोस्रो कुरा भनेको अड नम्बर बुझ्नु पर्छ तेस्रो कुरा भनेको यो मोडुलस अपरेटर के हो अनि मोडुलस अपरेटरले कसरी काम गर्छ त्यो चाहिँ बुझ्नु पर्छ है त्यति बुझिसकेपछि अब हामी प्रोग्राम लेख्छौं ल प्रोग्राम लेख्नको लागि पहिला के गर्छ भने यसलाई म अहिले हटाइदिन्छु ल पहिला हामीले नम्बर दिनु पर्छ अब युजरसँग त नम्बर दिनु पर्यो कुन नम्बर हो हैन अनि त्यो नम्बर दिनको लागि हामी एउटा भेरिएबल मानौं भेरिएबल n मानौं ल n इक्वल्स टु इन्ट ब्र्याकेट फेरि इनपुट त्यसपछि इन्टर एनी नम्बर फेरि ब्र्याकेट फेरि डबल इन्भर्टेड कमा इन्टर ए नम्बर यसले के गर्छ भने हाम्रो डिस्प्लेमा म्यासेज एउटा नम्बर माग्छ तपाईसँग जस्तै कि फर एक्जाम्पल रन गरेर हेरौँ न अहिले हामी रन गरेर हेर्यौं भने यसले के माग्यो इन्टर नम्बर माग्यो यसले यतिकै मात्रै छ अहिले हामीले सपोज 10 दियो भने यसले केही काम गर्दैन कि इन्टर थिच्यो भने यसले केही कामै गर्दैन किनभने कोडै लेखेको छैन अब लेखौं ल बाँकी रहेको कोड लेखौं ल अब हामीले यहाँ के गर्नुपर्छ इफ स्टेटमेन्ट युज गर्नुपर्छ ल इफ यहाँ मोडुलस अपरेटर मैले अघि भनेको थिएँ त्यही मोडुलस अपरेटर 2 इक्वल्स टु 0
0 अनि अर्को कुरा हामीले इफ स्टेटमेन्ट युज गर्दा हैन इफ स्टेटमेन्ट अथवा एल्स स्टेटमेन्ट युज गर्दा हामीले के लाउनु पर्छ कलन चाहिँ लाउनु पर्छ कलन चाहिँ कम्पल्सरी है कलन चाहिँ नछुटाउनु होला कलन लाउनु पर्छ त्यसपछि इन्टर अनि हेर्नुस् त जुन नम्बर लेख्छ हामीले त्यो नम्बरलाई 2 ले डिभाइड गर्दा यदि रिमाइन्डर 0 आयो भने के हुन्छ द नम्बर इज इभन हुन्छ भनेपछि हामीले के मेसेज डिस्प्ले गराउनु पर्यो यसले प्रिन्ट द नम्बर इज इभन भनेर मेसेज चाहिँ डिस्प्ले गर्नुपर्छ हामीले ल यदि भइसकेपछि अब सपोज यो भनेको इ भयो हैन एल्स भनेको यदि रिमाइन्डर 0 आएन भने त्यतिखेर के मेसेज डिस्प्ले गर्नुपर्छ प्रिन्ट द नम्बर इज अड डिस्प्ले गर्नुपर्छ द नम्बर इज अड भनेर के गर्नुपर्छ हामीले मेसेज चाहिँ डिस्प्ले गर्नुपर्छ यति हो अब हामी यसले रन गरिरहौँ त्यो प्रोग्रामलाई यतिलाई रन गरौँ भने यसले के माग्यो प्रोग्रामले एउटा नम्बर माग्यो हामीसँग त्यसपछि हामी नम्बर दिउँ ल फर इक्जाम्पल 10 दियो भने द नम्बर इज इभन हेर्नुहोस् त के आयो 10 आयो फेरि त्यसपछि फेरि अर्को नम्बर दिउँ त हामी रन गर्छौँ यो प्रोग्रामलाई अर्को नम्बर मैले 15 दियो भने यसले के दिन्छ द नम्बर इज अड यो यति हो प्रोग्राम सजिलो छ त्यस्तो गाह्रो छैन यसमा बुझ्नु पर्ने भनेको त्यही हो पहिले भनेको इभन भनेको के हो अड भनेको के हो त्यसपछि यो मोडुलस अपरेटरले कसरी काम गर्छ त्यो बुझ्नुपर्छ अनि यो बेसिक सिन्ट्याक्सहरु त तपाईहरुलाई थाहा नै छ होला मैले यो भन्दा पहिलाको भिडियोमा भनेको छ अनि यो अगाडि जुन छ फर्स्ट लाइन अफ कोडको अगाडि हामीले ह्याश लेखेको छ हैन ह्याशले के गर्छ भने लाइन अफ कोडलाई के बनाइदिन्छ कमेन्ट बनाइदिन्छ कमेन्ट भनेपछि के हुन्छ त्यो एक्जिक्युट हुँदैन मानौ अहिले हेरौँ त लु यसको अगाडिबाट हामीले ह्याश हटाइदियो भने यसले हेर्नुस् त के हुन्छ अब के आयो एरर आयो है त्यही भएर यो के हुन्छ यसको अगाडि यो कमेन्ट लेख्नु पर्छ भने कमेन्ट लेख्ने बेलामा कमेन्टको अगाडि ह्याश चाहिँ कम्पल्सरी लाउनु पर्छ ल आजलाई यति हो त्यसपछि फेरि भेट्छौँ हामी अर्को भिडियोमा अर्को प्रोग्राम लिएर